के तपाईँ लोकसेवाको क्षेत्रमा आफ्नो करियर स्थापित गर्न चाहनुहुन्छ? यदि चाहनुहुन्छ भने यो भिडियो तपाईको लागि। यहाँहरू सम्पूर्णमा नमस्कार। म सीता सापकोटा, शाखा अधिकृत, नेपाल सरकार। कुनै पनि लक्ष्य लिनु छ भनेदेखि आफ्नो गोल सेटिङ सबभन्दा महत्त्वपूर्ण विषय हुन्छ, लक्ष्यको पहिचान गर्ने। मैले कुन करियर चुज गर्ने भन्ने विषय आफैलाई ज्ञात भयो भने त्यो सबैभन्दा राम्रो विषय हो। यदि त्यो भएन भने पनि हामीलाई चाहिँ हाम्रा शुभचिन्तकहरू, हाम्रो प्यारेन्ट्स, हाम्रो टिचर्स हैन, साथीभाइहरू कसैले यो गर भनेर चाहिँ देखाइदिएको क्षेत्रलाई हामीले समात्न सक्छौँ। र त्यो क्षेत्र देखाइदिसके पछाडि पनि हामीले आफ्नो भित्र आफ्नो आत्मालाई सोध्छौँ, यो मलाई सठिक छ कि छैन भनेर। र यदि म ठिक छ, मैले यो करियर चुज गर्दाखेरि राम्रो हुन्छ, म यसमा अगाडि बढ्न सक्छु भन्ने लाग्छ भने हामीले चाहिँ तयारीलाई सुरु गर्ने अवस्था मान्छौँ। र यदि तपाईको विल पावर म गर्छु भन्ने खालको चाहिँ जुन फिलिङ्स हुन्छ नि, त्यो स्ट्रङ हुन्छ भनेदेखि चाहिँ नो म्याटर तपाईले जिरोबाट स्टार्ट गर्नुस्, तर एक दिन सफलता निश्चित रूपमा तपाईको हात पर्छ। र यो मैले यतिकै भनिरहेको छैन, यो मेरो आफ्नै अनुभव पनि हो। लोकसेवाको तयारी चरणमा सर्वप्रथम त हामीले गोल सेटिङ गर्छौँ। त्यस पछाडि चाहिँ हाम्रो विल पावरलाई हामी डेभलप गर्छौँ। म सक्छु, म गर्छु, म यति समय चाहिँ निरन्तर रूपमा लाग्छु, यसरी पढ्छु भनेर त्यहाँबाट नआत्तिकन हामीले चाहिँ तयारीलाई तीव्रता दिनुपर्ने हुन्छ। तीव्रता भन्दा पनि निरन्तरता दिनुपर्ने हुन्छ। र हामी जब पढ्न सुरु गर्छौँ नि, तयारी अब गर्ने भनेर सुरु गर्छौँ, तयारी सुरु गरिसके पछाडि चाहिँ हामीलाई एउटा 2 महिना 3 महिना हामी रेगुलर रूपमा पढ्न थाल्छौँ नि सुरुको अवस्थामा, त्यो बेला चाहिँ हामीलाई के लाग्छ त भन्दाखेरि म सक्ने रहेछु, म सक्छु, व्हाइ नट भन्ने खालको चाहिँ एउटा फिलिङ चाहिँ मजाले डेभलप हुन्छ। अब त्यो चाहिँ ओभर कन्फिडेन्सको लेभलसम्म पुग्न पनि सक्छ। किनभने त्यो बेलामा कस्तो हुन्छ भनेदेखि लोकसेवा आयोगको चाहिँ खरिदार हैन, नासु अनि अधिकृतको तयारी गर्दाखेरि चाहिँ हामीलाई प्रथम पत्र पढ्नुपर्ने हुन्छ। र त्यो प्रथम पत्रमा चाहिँ हामीलाई जीके, आइक्यू हैन, इंग्लिशका चाहिँ वस्तुगत प्रश्नहरूको तयारी गर्नुपर्ने हुन्छ। र वस्तुगत प्रश्नहरूको तयारी गर्दै जाँदाखेरि चाहिँ हाम्रो त्यो सुरुमा हामीले जब गर्छौँ नि, त्यो बेलामा चाहिँ हामीलाई धेरै एकदमै छिटो त्यो मेमोरीमा बस्ने, सम्झिने हुन्छ है। अनि त्यो चरणले चाहिँ हामीलाई के लाग्छ भने, हो म त सक्ने रहेछु, यस आई क्यान डु भन्ने फिलिङ आउँछ। जब हामी परीक्षाहरू एटेम्प गर्न सुरु गर्छौँ नि फर्म भरेर, अब कसैको सानैदेखि त्यो क्षेत्रमा आफ्नो ब्याकग्राउन्ड बनिसकेको हुन्छ। जस्तो कि घरमा चाहिँ आफ्नो फ्यामिलीको कुनै मेम्बरले लोकसेवाको तयारी गरिरहेको छ अनि सानैबाट चाहिँ हामीले त्यो देखिरहेका छौँ भनेदेखि त्यो पनि त्यसलाई पनि एक प्रकारको चाहिँ तयारी मान्न सकिन्छ है। त्यो भएको अनि चाहिँ अब त्यो जीके, आइक्यू जस्ता खालका प्रश्नहरू आउँछ नि, यस्तो प्रश्नहरूमा चाहिँ पहिल्यैदेखिको आफ्नो इन्ट्रेस्ट भएर त्यो हेरिराख्ने, जानिराख्ने गरेको छ भनेदेखि अनि आफ्नो त्यही खालको माइन्ड हैन छ भनेदेखि चाहिँ सुरुमै पनि वस्तुगत परीक्षामा चाहिँ सुरुमै पनि पास हुन सकिन्छ। तर म कुरा गर्दैछु एभरेज जो छौँ हामीहरू उहाँहरूको लागि। र त्यस्तो चरणमा चाहिँ हामीलाई सुरुमा म सक्छु वाला फिलिङ आए पनि परीक्षा एटेम्प जब गर्छौँ त्यसबेला चाहिँ हामी त्यसमा सक्सेस नै हुन्छौँ भन्ने हुँदैन। हामी त्यहाँ सर्वप्रथम त हामी टाइम म्यानेजमेन्टको क्षेत्रमा चुक्छौँ हैन, अनि अरू विभिन्न विषयहरूमा चाहिँ हामीलाई समस्या उत्पन्न हुँदै जान्छ। अनि ओहो भन्ने हुन्छ हैन, अर्कोचोटि गर्छु, मैले यो कुराहरू चाहिँ मेरो कमजोरीहरू पत्ता लगाएँ, अर्कोचोटिमा गर्छु भन्ने हुन्छ। अर्कोचोटिमा पनि हाम्रो तयारी चाहिँ अब बढ्दै गएको हुन्छ हैन, घडा भरिँदै गएको त अवस्था त हुन्छ, तर जति चाहिने मात्रामा नभइन्जेलसम्म त हुँदैन नि त। त्यो भएर चाहिँ ज्याप नाम निस्किहाल्छ भन्ने पनि हुँदैन। मलाई पनि प्रथम पत्र पास गर्नलाई चाहिँ 4 चोटि चाहिँ मैले प्रथम पत्र नै पास गरिनँ। त्यति मजाले त्यो विल पावर डेभलप गरेर त्यो किसिमले तयारी गरेको थिइनँ, म गर्छु होला भन्ने तरिकाले सुरु गरेको थिएँ हैन। अनि त्यो ओभर कन्फिडेन्सको स्टेजबाट अब हामी जब सफलता हात पर्दैन नि सुरुमा, त्यस पछाडि हामीलाई अलिकति चाहिँ होपलेसनेसको स्टेज आउँछ।
ओहो म त सक्दिनँ रहेछु भनेर चाहिँ कतिपय तयारी गर्ने होइन मानिसहरूले चाहिँ छोड्नु पनि हुन्छ त्यो बेलामा। मलाई चाहिँ यो हुँदो रहेनछ, म सक्दिनँ भन्ने हुन्छ है। तर अब जसलाई त्यो भित्रैबाट म गरेरै छोड्छु भन्ने आउँछ उहाँहरूले चाहिँ छोड्नै सक्नुहुन्न एउटा कुरा। अर्को कुरा चाहिँ 1 वर्ष 2 वर्ष लोकसेवा पढ्न थालिन्छ नि मजाले मनैबाट आएर पढ्न थालिन्छ भने त्यो एक किसिमको लत डेभलप हुँदो रहेछ। त्यो कुनै पनि अवस्थामा छोड्न सक्ने अवस्था चाहिँ हुँदैन है। अब त्यो होपलेसनेसको अवस्था नरहेर निरन्तर रूपमा म लागिपर्छु भनेर लागिपर्नेको अवस्थामा त्यो स्टेजमा हामी पुगिसके पछाडि चाहिँ अब हामीले के गर्ने त भन्दाखेरि आफ्नो तयारी गरिराख्ने, नछोड्ने, परीक्षाहरू एटेम्प्ट गरिराख्ने, निरन्तर रूपमा लागिरहने होइन। सकिन्छ अब आफूलाई अप्ठ्यारो परेको अवस्थामा बिस्तारै भए पनि 1 घन्टा होइन 1 घन्टा 2 घन्टा छुट्याएर आफ्नो 24 घन्टाको समयबाट पढ्ने, अलिकति आफूलाई सजिलो हुँदाखेरि त्यसको आवर बढाउन सकिन्छ होइन। अझ सजिलो हुँदाखेरि कसरी हुन्छ आफूले चाहिँ त्यो तयारीलाई तीव्रता दिने कुरो हुन्छ है। त्यस पछाडि अब एउटा स्टेज आउँछ, अब लगभग त्यो तयारीको हुन्छ नि हामीले चाहिँ जम्मा गर्दै गरेको चाहिँ घडा भरिने अवस्था आउँछ। त्यो बेलामा के हुन्छ त भन्दाखेरि अब हाम्रो नाम निस्किन्छ प्रथम पत्रमा है। प्रथम पत्रमा नाम निस्किन्छ त्यो बेलासम्म हामीले लिखितको विषयगत प्रश्नको लागि पनि तयारी गरिरहेका छौँ भने त्यो पनि एक तयारी हुँदै गरेको हुन्छ। र लिखितको परीक्षा दिँदाखेरि अब एकैचोटिमा सबै कुरा तपाईँको अभ्यास होइन सबै कुरा पुग्यो भने एकैचोटिमा पास गर्न सक्ने अवस्था पनि हुन्छ। तर अब प्रथम पत्र पास गर्दैमा दोस्रो अब प्रथम पत्र पास गर्छु, प्रथम पत्र पास गर्छु अनि त्यस पछाडि अरू चरणहरू सुरु गर्छु भनेर हामीले थाल्यौँ भने चाहिँ पास गर्न नसक्ने अवस्था पनि हुन्छ। त्यसको लागि पनि अब त्यो एउटा लेभल त पार गर्नु पर्यो नि त होइन। अनि त्यो हुँदाखेरि जस्तो अब लिखितमा नाम निस्कियो होइन, विषयगतमा पनि नाम निस्कियो भने अब अन्तर्वार्ता फेस गर्नुपर्ने हुन्छ। अनि त्यहाँबाट पनि अब वैकल्पिकमा पर्ने चान्सेस यस्तो पनि हामीले भोग्न पर्ने हुनसक्छ। अब ती सबै कुराहरू भोग्दै गर्दाखेरि पनि म गरेरै छोड्छु, म गर्छु भनेर हामी चाहिँ आत्तिएनौँ र हामीले आफूलाई चाहिँ के पुगेको छैन मेरो भनेर आफ्नो चाहिँ कमजोरी पक्षहरू पत्ता लगाउँदै हामीले तयारीलाई निरन्तरता दियौँ भनेदेखि म ढुक्कली भन्न सक्छु हामी चाहिँ सक्सेस हासिल गर्ने नै छौँ। विभिन्न उतार चढावका बावजुद पनि हामीलाई सफलता हात लाग्नेछ। र मैले यो सबै कुराहरू यत्तिकै भनिराखेको छैन। मैले आफूले तयारी गर्दाखेरि पनि मैले चाहिँ जेरोबाट है जुन बेला मैले तयारी सुरु गरेँ त्यो बेलामा यो लोकसेवाको क्षेत्रमा म सक्सेस हुन्छ ल भनेर मलाई आफूलाई पनि लागेको थिएन र कोही मान्छेले पनि तिमीले सक्छौ होला भनेर मलाई विश्वास गर्नेको चाहिँ अवस्था थिएन। तर मलाई चाहिँ एउटा चरणमा पुग्दाखेरि त्यो भने नि 3 चोटि 4 चोटि फर्स्ट पेपर फेल भइसके पछाडि चाहिँ के भयो भने मैले यो क्षेत्रमा गरेरै छोड्छु, म पास हुन्छु नै, अब मैले के गर्नुपर्छ त्यसको लागि भनेर म त्यसको लागि तयारी गर्न थालेँ है। अनि त्यो पछाडि चाहिँ मेरो प्रथम पत्रमा निस्किन थाल्यो। लिखितको पेपर चाहिँ दिँदाखेरि अनि लिखितको पेपरमा ननिस्किने त्यो भयो होइन। हुँदाहुँदै चाहिँ मैले 76 सालको यो स्थानीयको जुन सङ्घीय लोकसेवा आयोगले परीक्षा लिएको थियो त्यसमा 5औं तहमा चाहिँ मेरो नाम निस्क्यो होइन। मैले तयारीलाई छोडिनँ, मेरो नाम निस्क्यो भनेर म चुप्प लागेर बसिनँ। त्यस पछाडि चाहिँ 37 ब्याटको शाखा अधिकृतमा चाहिँ नाम निकालेर म चाहिँ शाखा अधिकृत बन्न सकेँ। र यो मेरो आफ्नो अनुभवका कथाहरूलाई यो भित्र जुन पनि कतिपय कुराहरू अप्स एन्ड डाउन्सका विभिन्न पाटाहरू छन् यी सबै कुराहरू चाहिँ म बिस्तारै हजुरहरूलाई सेयर गर्दै जाने नै छु। अहिलेको लागि चाहिँ लोकसेवा तयारी गर्ने हो भनेदेखि निरन्तर रूपमा विल पावर डेभलप गरेर निरन्तर रूपमा तयारीलाई अगाडि बढाउनु पर्छ र सफलता निश्चित रूपमा हासिल हुन्छ भन्ने विषयलाई जोड्दै आजको लागि यहाँहरू समक्षबाट बिदा लिन चाहन्छु। धन्यवाद।